भइजाऊ नेपाल। तपाईँ के भन्न चाहनुहुन्छ यसमा, तपाईँको प्रतिक्रिया के छ? यस्तो हाम्रो मतलब धेरै समयको ग्यापिङ पछि चाहिँ नेपालले यति राम्रो ठुलो मतलब अपर्च्युनिटी हात पाएको छ। भविष्यमा हामी यो मात्रै होइन, यो ठुलो पनि गेमहरू जितेर नेपाललाई संसार सामु जिताउँछ भन्ने। तपाईँको प्रतिक्रिया के छ यसमा? मलाई चाहिँ आजको यो T20 म्याच नेपाल वर्ल्ड कपमा पुगेको छ, त्यसमा एकदम खुसी छु म चाहिँ। अनि जुन यो छनौट त भयो, तर नेपालमा भएको जुन संरचनाहरू छ त्यो चाहिँ अलिक पर्याप्त नै छैन, अडियन्सलाई पनि घरमै बसेर हेर्नु है भन्ने खालको, त्यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ अबको यही क्रिकेटकै माहौल भइराख्दाखेरि? यसमा चाहिँ सबभन्दा पहिले सरकारको ध्यान आकर्षण होस् सबभन्दा पहिले, किनभनेदेखि हामीहरू अब गेम हेर्नको लागि चितवनबाट हामीहरू बस भाडा गरेर राति यहाँ बसेर यो गेमैको लागि आएको हामीले है। किनभने जे भयो भने हाम्रो देशले भविष्यमा चाहिँ अहिलेबाट कुनै पनि जसरी आज यो गेम जित्यो, भविष्यको दिनमा त ठुल्ठुलो गेम पनि खेल्छ। अब हामीले आजको दिनमा तपाईँको क्रिकेटमा ठाउँ नपाएर यहाँ बस्नको लागि टिकट नपाएर घरको छतमाथि बसेर हेऱ्यो। योभन्दा दुर्भाग्य के हाम्रो देशमा भएको गेम हामी आफैले हेर्न नपाएर बाहिर बसेर हेर्नु पर्यो। स्टेडियममा होइन, माथि घरको छतमा बसेर हामीले हेऱ्यो। फ्रीमा हेर्नुभयो के त फ्रीमा पैसा तिरेर हेरेँ? 200 मैले त म त यहाँनिर आएको होइन, मैले हिजो 8 बजे थाहा पाएर 2 मिनट अगाडि मैले टिकट काटेछु अनलाइन होइन। अनि जसरी भयो नि बल्ल बल्ल आयो। कति मान्छेहरूले त पिठे खाएर पनि भित्र छिरे के, त्यो चाहिँ साह्रै पीडादायी लाग्यो।